नेपालका विभिन्न भागबाट आउनुभएका दिदीबहिनी, दाजुभाइ, आमा बुवा, साथीहरू सबैलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नगरिकन तपाईहरुको माझमा मैले मुखबाट मादल बजाएर सम्पूर्ण अतिथिलाई स्वागत गर्न चाहन्छु। सबै ताली बजाउनुपर्छ सबैतिरबाट है त। ताली पुगेन? हेलो। कति पुरानो शक्तिहरूले एक जाति, एक भाषा, एक धर्मलाई, एक संस्कृतिको प्रतिनिधि गर्यो र अरू भाषिकहरूलाई ऐतिहासिक क्षणमा प्रवेश गर्दैछौं। श्रद्धेय बाबुराम भट्टराईज्यू। सार्वभौम सत्ता सम्पन्न नागरिक नेपाली जनताले विभिन्न चरण र कालखण्डमा सञ्चालन गरेका राणा विरोधी आन्दोलन, पञ्चायती शासन विरोधी आन्दोलन, जनआन्दोलन, जनयुद्ध, जनसङ्घर्ष, मधेस आन्दोलन, आदिवासी जनजाति, थरुवाट, महिला, मुस्लिम, दलित, अल्पसंख्यक लगायत उत्पीडित समुदायले चलाएको सङ्घर्ष र आन्दोलनमा गरेको त्याग, बलिदान र उत्सर्गको उच्च सम्मान गर्दै यी महान जनताको न्याय, समानता, स्वतन्त्रता, पहिचान, मुक्ति र समृद्धिको आकांक्षा परिपूर्ति गर्न नेपाल राष्ट्रको गरिमा, अभिवृद्धि, नेपाली जनताको सर्वोत्तम हित र समृद्धिका लागि आज मिति 2073 जेठ 30 गते आइतबार एक वैकल्पिक राजनीतिक शक्तिको रूपमा नयाँ राजनीतिक दल नयाँ शक्ति नेपाल स्थापना गरेको सगर्व घोषणा गर्दछौं। नेपाली जनता र यसको गौरवशाली इतिहासलाई साक्षी राख्दै निम्न प्रतिज्ञा गर्दछु।
म नेपाली जनताको लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपनालाई पूरा गर्न वचनबद्ध छु। म आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्दछु। म सबै नेपाली जनताको समान पहिचान र स्वामित्व सहितको स्वाधीन, समृद्ध, समानुपातिक, समावेशी, सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद निर्माणका लागि क्रियाशील रहनेछु। म जीवनभर सुशासन, सदाचार, मानवीय मूल्य र गरिमा वृद्धिका लागि लागिरहनेछु। म कहिल्यै सार्वजनिक हितलाई कुण्ठित गर्ने छैन र निजी स्वार्थका लागि राजनीति गर्ने छैन। म सधैँ श्रमको सम्मान गर्नेछु। म जे बोल्छु त्यही गर्नेछु र सधैँ सकारात्मक सोच राख्नेछु। म नयाँ शक्ति नेपाललाई एक वैकल्पिक राजनीतिक पार्टीको रूपमा विकास गर्दै यसको लक्ष्य र उद्देश्य प्राप्ति गर्न निरन्तर क्रियाशील रहनेछु। नयाँ शक्ति नेपाल जिन्दाबाद। नयाँ शक्ति नेपाल जिन्दाबाद। नयाँ शक्ति नेपाल जिन्दाबाद। र यो ऐतिहासिक कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय जनसमुदाय, सम्पूर्ण अभियन्तामा म हार्दिक अभिवादन व्यक्त गर्दछु। आज नेपालको दलीय राजनीतिक क्षितिजमा एउटा नयाँ बिहानीको प्रारम्भ भइरहेको छ। मन्तव्यको क्रमलाई जोड्न चाहन्छु र मन्तव्यको लागि नागरिक समाजका अगुवा, हामी सबैको मनको कुरा बोल्नु हुने डाक्टर सुन्दरमणि दीक्षितलाई आफ्ना सठिक मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु। नेपालीले के चाहेको छ? स्वाधीनता, शान, स्वाभिमानता। यो त्यसै नाराले आउँदैन। यसको लागि आर्थिक वृद्धि चाहिन्छ। गरिब जनतामा यो आउन सक्दैन। मान्छेले खान पाउँदैन, शिक्षा पाउँदैन, रोजगार पाउँदैन। हजारौं व्यक्तिहरू विदेश गएर साउदी र कोरियामा काम गर्न परेको छ। हाम्रा नेपाली दाजुभाइहरू, हाम्रा विद्यार्थीहरू बाहिर पलायन भएर पढ्न जान परिरहेको छ। मर्तेल डिजलको लाइन कति छ, ग्यासको लाइन तपाईँलाई थाहा छ, लोड सेडिङ कति छ तपाईँलाई थाहा छ। के यो समृद्ध नेपालको पिक्चर हो? यो हो भन्नुस् त। अनिखेरि हामीहरू चाहिँ नि चिच्याउँछौँ हामी स्वाभिमान राष्ट्र, हाम्रो शान छ, वीर नेपाली। वीर नेपालीले सोध्नु जो ग्यासको लाइनमा बसेर चाहिँ दिनभरि बसेर 7-7 दिन बसेर चाहिँ निराश भएर घर फर्किन्छ, त्यसलाई सोध्नुहोस् वीर नेपाली कहाँ गयो भनेर। यो छ हाम्रो आजको नेपालको परिस्थिति। यो छ हामीले देख्यौं अनेक राजाको शासनदेखि आजसम्म कुनै पनि
पार्टीले कुनै पनि राजाले राम्रोसँग जनताको हित हेरेको भएदेखि के आज हाम्रो यो दशा हुने थियो? थिएन। त्यसैले डुब्न आँटेको मान्छेले नदीमा एउटा परालको त्यान्द्रो पनि समात्न खोज्छ। आज एउटा कमसेकम मुडो काठको मुडो आएको हो कि जस्तो लागेको छ। त्यसलाई समात्नको लागि जस्तै यो नयाँ शक्ति आएको छ। त्यसो भएको हुनाले अब नेपाल एकल जातीय राज्य होइन, यो बहुराष्ट्रिय जाति, बहुराष्ट्रिय राज्य अथवा बहुजातीय राज्य हो भन्ने कुरा नेपाली जनतामा, नेपाली समाजमा जसरी समाज बसेको छ यो राज्य सत्तामा त्यसरी नै यो प्रतिबिम्बित हुनुपर्दछ। मित्रहरू, Thank you very much. I'm very pleased to be here. Brazil, of course, roots for Nepal, and that's what our presence here signifies. एक ऐतिहासिक कार्यक्रम का हिस्सा बना और मुझे प्रसन्नता है कि नया नेपाल बनाने के लिए, नूतन नेपाल बनाने के लिए आज जो डेलीगेट साथी यहाँ पर इकट्ठा हुए, मित्रहरू, सभापति महोदय जो हुनुहुन्छ, आदरणीय बाबुरामजी, मेरा पार्टी का सभापति शेरबहादुर त्यो भन्ने, न म डाक्टर हो न भट्टराई हो, एउटा प्रदीपसम्म पनि हो। त्यसैले मेरो हैसियत तपाईँहरूले बुझिहाल्नु। अब कुरोको पनि मैले बारम्बार भनेको छु, लेखेको छु, डाक्टर भट्टराईलाई आजभन्दा मैले 40 वर्ष अघि, त्योभन्दा पनि बढी समयदेखि चिन्दैछु। उहाँभित्र म नेपालका लागि के गरौँ भन्ने प्रबल इच्छा छ। उहाँको व्यक्तित्व र उहाँको योगदानको मभन्दा पूर्ववक्ता सुन्दरमणि दीक्षितले राम्ररी बताउनु भयो। ती तीन बुदालाई म पनि समर्थन गर्दछु। आज हामीले एउटा नयाँ युगको थालनी भएको छ। त्यो नयाँ युगको लागि हामीले धेरै रगत बगायौँ। सम्पूर्ण यसका सदस्य महानुभावहरू, विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने विशिष्ट महानुभावहरू, पत्रकार साथीहरू र एमएससीबाट पाल्नुभएका राजदूतज्यूहरू, सबैलाई म रामकृष्ण ढकाल हार्दिक अभिवादन गर्न चाहन्छु। डाक्टर बाबुराम भट्टराईज्यूको म व्यक्तिगत रूपमा उहाँको म फ्यान पनि हुँ। उहाँले आफ्नो कार्यकालमा जस्तो खालको एउटा उदाहरणीय काम गरेर देखाउनु भयो। सडक चौडादेखि लिएर मापसे अर्को एउटा उदाहरण, किनभने हामी धेरै देशहरूमा घुम्छौँ तर अमेरिका जस्तो एउटा चाहिँ नियममा चाहिँ एकदमै कटिबद्ध हुने राष्ट्रमा पनि गएर नेपालीहरूले नेपालमा त मापसे साह्रै कडा छ, अमेरिकामा भन्दा पनि कडा छ भन्छन्। त्यसले गर्दाखेरि हाम्रो देशमा पनि केही कानुन चाहिँ बनेको छ भन्ने एउटा गर्व लाग्छ। उहाँले आफ्नो कार्यकालमा गरेर देखाउनु भएको चिज हो। त्यसले गर्दाखेरि म उहाँलाई शुभकामना दिन्छु र हाम्रो कलाकारको पनि प्रतिनिधित्व छ। हाम्रो करिश्माजी यो पार्टीको एउटा सक्रिय कार्यकर्ता हुनुहुन्छ र कलाकारका पनि धेरै समस्या र चाहिँ उहरू छन् र उहाँले पक्कै पनि भोलिका दिनमा त्यसलाई एउटा चाहिँ ठाउँमा पुगेर सम्बोधन गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु। र आज यहाँ शुभकामना दिँदै एउटा गीत छ। देश बने पो हामी बन्छौँ, एक्लै बनेर के अर्थ हुन्छ र, देशै नाङ्गियो भने हामी झन्गिएर के अर्थ हुन्छ र, संसारमा उही मानव महँगो छ, उही मानव सस्तो, देशकै कारण मानव बीच फरक देख्ने हेराइ कस्तो। एउटा राजनीतिक स्थिरता, राजनीतिक सन्तुलन कायम भयो भने निश्चित रूपमा आर्थिक विकासमा देश अगाडि बढ्नेछ र हामी सबै त्यसमा साथ एकताबद्ध हुनेछौँ। नयाँ शक्ति नेपालको घोषणा सभाका अध्यक्ष बाबुराम भट्टराईज्यू, विभिन्न पार्टीका नेताजीहरू, महामहिम राजदूतजीहरू, सर्वप्रथम नयाँ शक्ति
को मूल नारा छ आर्थिक विकासलाई इम्फेसिस दिएको छ, नेपाललाई समृद्ध बनाउने कुरालाई ध्यान दिएको छ। त्यसकारण अहिले अत्यन्तै सान्दर्भिक नारा लिएको छ यो नयाँ शक्ति नेपालले। नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, सङ्घीय संरचनासहितको संविधान बनिसकेको छ, तर अब नेपालको आर्थिक विकास, नेपालमा समृद्धि नै आवश्यक छ। यो चाहिँ अत्यन्तै सान्दर्भिक छ। यसमा यसको मूल एजेन्डा समृद्धि छ, नेपालको विकास र समृद्धि अहिलेको अति आवश्यकता हो। त्यसैले चाहिँ लोकतन्त्र स्थापना भएको छ, संविधान बनेको छ, तर चाहिँ अब नेपाललाई आर्थिक विकास, नेपाललाई समृद्ध बनाउनु छ। यसमा जो अठोट लिएको छ पार्टीले, यसमा तपाईँहरूलाई म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। नई शक्ति नेपाल के संयोजक मेरे परम मित्र डॉक्टर बाबूराम भट्टराई, यहाँ उपस्थित महामहिम राजदूतगण, विदेशी अतिथिगण, मित्रों, देवियों और सज्जनों, असल में जो मेरा संबंध डॉक्टर बाबूराम भट्टराई से है वो मेरा ख्याल है कि यहाँ किसी का नहीं है। हम लोग एक विश्वविद्यालय में ही साथ नहीं पढ़े हैं, दिल्ली में, नेपाल के विश्वविद्यालय में भी साथ हैं और जिंदगी के विश्वविद्यालय में भी साथ हैं। हामीले 2007 सालको क्रान्तिदेखि दोस्रो हामीले राष्ट्रियता र संविधान र कानुनले दिएका हाम्रा हक अधिकारहरूको प्रयोग गर्दै यो हिमाल पहाड चढाइको देश, 125 जाति भन्दा बढीको देश, धेरै भाषाभाषी भएको देश, 100 जति भाषाभाषी छन्, विभिन्न सांस्कृतिक विविधताहरू छन्। यसका बीचमा हामी एउटा राष्ट्र हौं। यी सबै संस्कृतिहरू हाम्रा हुन्, यी सबै भूगोल हाम्रा हुन्, यी सबै भाषा बोल्ने जनता हाम्रा हुन्। सबै जाति जनजातिका आदिवासी वा दलित हामी नेपाली हौं। सबै अधिकार सम्पन्न हुनुपर्छ, सबैको विकास हुनुपर्छ। यस दिशामा हामी अगाडि जान तयार हुनुपर्छ र यसका निम्ति काम गरौँ, म त्यो आग्रह गर्न चाहन्छु। अहिले मैले धेरै कुरा केही भन्न छैन। पार्टी भर्खर बन्दैछ, बन्दै गरेको पार्टीले यो काम गरेन ऊ काम गरेन भन्न मिलेन। बनिसकेपछि के गर्छ हेर्न पर्छ। म आशा अपेक्षा गर्छु राम्रो काम गरोस्। निर्माणको इतिहास लेख्न नयाँ शक्ति नेपालको स्थापना सभामा उपस्थित हुनुभएका विभिन्न राजनीतिक दलका नेता साथीहरू, एक्सलेन्सीज, एम्बेसडर्स, हेड्स of missions and representatives from various organizations, leaders of fraternal parties from foreign countries, शहीद तथा बेपत्ता परिवारजन र घाइते योद्धा साथीहरू, नागरिक समाजका अगुवा र विशिष्ट व्यक्तित्वहरू, विभिन्न पेशागत सङ्गठनसँग आबद्ध साथीहरू, उद्यमी व्यवसायीहरू, सञ्चारकर्मी मित्रहरू र मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मबाट आउनुभएका सम्पूर्ण अभियन्ता साथीहरू र डिजिटल प्रविधिबाट नेपाल र विश्वभर यो कार्यक्रमलाई हेरिरहनुभएका, सुनिरहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, जोजलपा, फ्याफुल्ला, छ्याज्याला, झोरले, सेवारो, टासीडेले, प्रणाम, राम राम, अभिवादन, नमस्कार, गुड इवनिङ। नेपाली इतिहासले कोल्टे फेर्न लागेको यस क्षणमा म सबभन्दा पहिले नेपालको यो भौगोलिक राष्ट्र निर्माणमा योगदान गर्नुहुने
ती सम्पूर्ण महान शहीदहरू जसले सिन्धुलीगढीको लडाईँ, बुटवलको लडाईँ, मकवानपुर गढीका लगायतका थुप्रै लडाईँहरूमा लडेर अङ्ग्रेजहरूलाई परास्त गरेर अथवा अङ्ग्रेजहरूको आक्रमणलाई विफल पारेर नेपालको स्वाधीनता जोगाउन योगदान गर्नुभयो। ती सबै महान शहीदहरूप्रति म हार्दिक सम्मान प्रकट गर्न चाहन्छु। र दोस्रो लोकतान्त्रिकरणको चरणमा लखन थापा हुँदै 1997 सालका शहीदहरू, 2007 सालका रामप्रसाद राई लगायतका शहीदहरू, 2010-12 सालका भीमदत्त पन्थ, कामी बुढा लगायतका